5 मार्च 2026। के नेपालमा एउटा नयाँ युगको सुरुवात हुँदैछ? सिंहदरबारको साँचो अब कसको हातमा जाला? आजको विशेष भिडियोमा हामी चर्चा गर्दैछौँ 2026 को चुनाव र यसका अप्रत्याशित ट्विस्टहरूका बारेमा। आदरणीय दर्शकवृन्द, 2025 को भदौ महिनामा भएको युवा आन्दोलनले नेपालको राजनीतिलाई पूरै बदलिदिएको छ। झण्डै 8 लाख नयाँ मतदाताहरूले यो पटक देशको भाग्य फैसला गर्दैछन्। यो चुनावमा सबैको नजर झापा क्षेत्र नम्बर 5 मा छ, जहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँका पूर्व मेयर बालेन शाहबीच सीधा टक्कर हुँदैछ। यो पटक मुख्य लडाईँ पुराना अनुभव र नयाँ जोश बीच छ। नेपाली कांग्रेसका नयाँ सभापति गगन थापाले मधेसबाट चुनाव लड्दै आफूलाई भावी प्रधानमन्त्रीको रूपमा उभ्याएका छन्। उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाह प्रधानमन्त्रीका मुख्य दावेदार बनेका छन्। तर केपी ओली र प्रचण्ड जस्ता चतुर खेलाडीहरूलाई पाखा लगाउन के यति सजिलो होला त? अहिलेको सबैभन्दा ठूलो ट्विस्ट के हो भने यो चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत देखिएको छ। यदि बालेन शाह र गगन थापा मिलेर नयाँ सरकार बनाए भने नेपालको इतिहासमै पहिलो पटक युवा गठबन्धनको सरकार बन्नेछ। तर राजावादी शक्ति र मधेसवादी दलहरूको भूमिकाले अन्तिम समयमा खेल कसले मार्छ त्यो हेर्न बाँकी नै छ। तपाईलाई के लाग्छ? के बालेन शाहले इतिहास रच्न सफल होलान् वा फेरि पुराना अनुहार नै सत्तामा दोहोरिएलान्? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गर्न नभुल्नुहोला। धन्यवाद।